देखियो अन्त्यलाई चाहिँ जिम्मा लागेको अहिलेसम्म घन्टेको छोरी थियो अहिलेसम्म मरम त हामी यही थियो भने अब चाहिँ जिम्मा घलेको हुन्छ जे तलब माथि पर्छ घरले गर्छ खानामा सब्जीमा मासुमा हाल्नुको लागि बसिरहेको राजीनामा गरेर लाँदै छौं भोलि हामीले तपाईहरुले ल्याउने कुराहरु के ल्याउनु देखाइदिनु चाहिँ विधि अनुसार हामीले ल्याएको छौं है हजुर भनेर चाहिँ तपाईले भन्ने हो धन्यवाद रीतिरिवाज अनुसार हामीले कार्यक्रम गर्न गइराखेको छौँ हाम्रो हुनु गयो हामी आएको छौँ आमाले अब पानी छैन आमाको हात त्यसै चोखो हुन्छ दाजुले
युट्युबमा आउँछ यहाँ भुत्ल्याउँदैछ काटिँदैछ यहाँ चाहिँ माहौल यस्तो छ रातको पनि बनिरहेको छ उहाँनिर चाहिँ फेरि हाम्रो कृष्ण दिदीको 1000 रुपियाँ हराएर तनावमा हुनुहुन्छ त्यसले पनि दुःखद खबर भयो हाम्रो बिहेको लागि बिचरा हेर कति माया लाग्दो भएको भन्नु रेलीको बुहारी र बहिनी यहाँनिर बुहारी रेडी भइसक्नु भएको छ बाहिरको माहौल चाहिँ यस्तो छ यहाँनिर सबै हुनुहुन्छ बेचारो कृष्ण दिदीको हाँसिदिन्छ है यहाँ लाउनु पर्छ नि कन्टेन्ट होल्डर यहाँनिर आजको 200 त भन्नु नि त मामा म त यहाँ बिजीमा छु पैसा खोल्न
गुरुङको धेरै थर छ मलाम छानी उहाँहरू घन्डे माउली हाम्रो घन्डे माउली हो तपाईँको राजा मेरो भान्जी पनि रानी हुनु पुगेछ देउलीको काइला मामा माइला मामा यहाँ आएको छौँ तर यो रित बिर्सिँदै गयो अबको गुरुङले अबको गुरुङहरूले रित नजान्नु सक्छ अहिलेको हाइब्रिडले बुहारी राम्री भेट्यो भने जसको छोरी पनि ल्याउनु थाल्यो सैनो हराउँछ है भोलि पर्सि तपाईँहरू आमाले भन्नु छोरालाई बुहारी त जाँदैन है भने भोलि पर्सि सैनो सबै हराउने छ अहिले यहाँ गुरुङले त हराउनु थाल्यो यो वर्षा किन टेकेर आयो गुरुङले जमानामा देउली चाहिँ अर्कोले लान्थ्यो देउला आउँदै गर्दा देउलालाई टिकेर अर्कोले लाने चलन थियो पहिला देउली बोकेर लाने चलन थियो उनले त्यस कारण त्यो वर्षा हतियार हो हामीले हतियार दिएर छौँ यहाँ बाँधेर त्यो बेहुला बेहुलीको उताबाट बाँधेर आएको हुन्छ यहाँबाट बेहुला बेहुलीलाई नै खता बाँधेर त्यो चढाइदिनु पर्छ र यो एउटा यो रक्सीको बन यो गाईको ठेकी यसमा एउटा सुपारी र 1 रुपैयाँ पैसा हुन्छ अनि होइन यसलाई भन्छ दारी चन्दन यसलाई भन्छ बागदत्त अस्ति गण्डकी लगिरहेको थियो हाम्रो भान्जीलाई आज राजनीतिमा दिँदैछ मेरो भानीज्यूले ज्वाइँले यो रित राखेर हामीलाई दिनुहोस् भाइजानस् तलमाथि भइन्छ एकदिन मरिन्छ दिरेहरू गर्नु पाउँदैन त्यो माग्नु पाउने यो चलन जहिलेसम्म मौखिक हामीले नदिएसम्म गर्दा यो आज तपाईँहरूलाई मामा माउली पुल कुटुमा सिकेको हो सुपारी चाहिँ यो नानीहरूलाई जहिलेसम्म नाति नातेन हुँदैन तपाईँहरू आमाले राख्थ्यो अनि नाति नातेन पनि खेलाउनु दिने उहिले बाबुको पैसा लगेर उहाँ घरमा घोरेर पनि कुन चाहिँ बुहारी लक्ष्मीको आयो कि लक्ष्मीको आयो भनेर बेलाएर गर्थेन घोर्ने चलन थियो यो बिर्सिसकेको छ अहिलेको सम्धीको भाइहरू अरू छ छैन नि सम्धीको भाइहरू छैन सम्धी एक्लै उताको सम्धीहरूले त थुप्रो सन्तान छ नि त उताको सम्धीले चाहिँ के गरे कति चाहिँ हिँडेर ल्याएको छ नि तपाईँलाई होइन सम्धीलाई होइन ओ कान्छा अहिले त सम्धि भन्छ
म त उतार्नु पर्छ कहिले भन न कहिले अरे बच्चाले खाँदैन कहिले बजेको है कति मागे त अहिले यही लाने उयो
कुस्तिर निस्किनु पर्यो भनेर बिदा चिकन मसला र अदुवा लिएर आइज भनेपछि के राम्ररी गरेर खानुहोला उन्नति प्रगति धेरै धेरै गर्नुहोला धेरै धेरै धन्यवाद चप्पल छोडियो चप्पल ल्याइदे रे सालीले दही गएको अवस्था बिदाई गरेको